मैले एउटा बुझ्नु नसकेको कुरा के म जहाँ गए पनि एउटा यस्तो मान्छे चाहिँ मैले जहिले पनि भेटिरहेको हुन्छु के उसले भनेको मान्नुपर्ने उसले भनेको सुन्नुपर्ने उसले भनेको जस्तो हुनुपर्ने हुन्छ नि त्यो अब जस्तै मेरो पर्सनल लाइफमा मैले जे गरौँ के गरौँ म कसरी हिँडौँ कसरी खाऊँ उसले भनेको जस्तो हुनुपर्ने अरे कि अब मैले के खाइरहेको छु मैले अब खानासँग मैले चिकन खाइरहेको छु उसलाई त्यो मन परेन के चिकन खाए दिनकै चिकन खान्छस् ल यस्तो अब म दाल खाइरहेको छु दिनकै दाल खाइरहेको छु ल अब त्यो पर्सनल कुरामा उसलाई चित्त बुझेन यस्तो यस्तो मान्छेहरू पनि भेटिँदो रहेछ कि संसारमा तर जहाँ पनि मैले यस्तो मान्छे चाहिँ म जहाँ गए पनि एउटा न एउटा चाहिँ भेटिरहेको हुन्छु यस्तो यस्तो ठिस मान्छेहरू म चाहिँ के भन्छु भने मलाई चाहिँ के लाग्छ नि सबैको आफ्नो आफ्नो पर्सनल लाइफ हो तपाईँ जे खानु जे गर्नु हुन्छ नि अरूलाई पर्सनल आफ्नो पर्सनल लाइफले अरूलाई अरूको पर्सनल लाइफमा हार्म नहोस् होइन यति त हो नि टेक द रेस्पेक्ट गिभ द रेस्पेक्ट त्यही भन्छन् पहिला तपाईँले रेस्पेक्ट गर्नुहोस् र अनि तपाईँलाई पनि रेस्पेक्ट गर्नेछ तर तपाईँले रेस्पेक्ट गरिरहेछ मतलब तपाईँलाई रेस्पेक्ट गर्दैन तपाईँलाई चाहिँ ऊ गर्छ ठिक छ रेस्पेक्ट नगर तर आफ्नो हिसाबले चल के आफ्नो वेमा हिँड आफ्नो तरिकाले हिँड तर कसैलाई डिसरेस्पेक्ट नगर के म त्यही भन्छु चाहे त्यो एजेड होस् चाहे त्यो बच्चा होस् होइन एजेड हो भन्नेमा आफूभन्दा जुनियरहरूलाई चाहिँ डिसरेस्पेक्ट गर्ने होइन डिमोटिभेट गर्ने यस्तो मान्छेहरूबाट चाहिँ मलाई चाहिँ टाढै बस्नु ठिक लाग्छ के कसैले अब आफूभन्दा जुनियरले केही नयाँ गर्नु खोजिरहेछ अगाडि बढ्नु खोजिरहेछ उसले केही नयाँ कुराहरू चाहिँ सोचिरहेछ भने त्यस्तो कुराहरूमा चाहिँ सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ मभन्दा सानो भाइहरूलाई पनि मैले त्यही गर्छु होइन उसले अब केही नयाँ कुराहरू स्टार्ट गरिरहेछ भने म त्यो कुरामा चाहिँ राम्रो कुरालाई चाहिँ म जहिले पनि सपोर्ट गर्छु कि र मोटिभेट गरिदिन्छु हो तिमीले गर्नु लागेको कुरा यस्तै तर मेरो लाइफमा चाहिँ आफूभन्दा सिनियरहरू चाहिँ मैले कतिहरू भेट्छु डिसरेस्पेक्ट गर्ने र डिमोटिभेट गर्नेहरू धेरै भेटिरहेको छु के गरेको के अब जस्तै अब अब मानौ अब मेरो लाइफ हुन्छ होइन म के गरी हिँड्नु अब म यसरी हिँडिरहेको छु अब मानौ म यसरी हिँडिरहेको छु अब अब म गोजीमा खल्तीमा हात हालेर हिँडौँ म खल्तीमा हात हालेर हिँडौँ नहिँडौँ मेरो मर्जी मेरो खुसी हो के खल्तीमा हात हालेर हिँडेको यार ल कस्तो टाउको दुखेको उसलाई अब यस्तो यस्तो खालको मान्छेहरू भेटिन्छ क्या अचम्म लाग्छ मलाई कोही कोही चाहिँ यस्तो पनि हुँदो रहेछ तपाईँहरूको चाहिँ लाइफमा यस्तो मान्छेहरू छ कि छैन है भन्नुहोस् है उनीहरू मलाई चाहिँ हाँसो उठ्छ कस्तो हुन्छ कि अब राम्रो चिजलाई त हामीले पनि एप्रिसिएट गर्छौँ कि होइन के राम्रो के नराम्रो त हामीलाई पनि थाहा हुन्छ नि राम्रो चिजलाई चाहिँ हामीले पनि एप्रिसिएट गर्नुपर्ने हुन्छ त्यो नराम्रो कुराहरूमा चाहिँ ल्याङ 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 गरेको चाहिँ यस्तो मलाई चाहिँ मन पर्दैन क्या जे कुरा हो चित्त नबुझ कुरा फ्याटो भनिदिने हो चित्त बुझाएको त्यो पछाडि 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 त्यो आइमेले जस्तो कुरा काट्दै हिँड्ने यो यस्तो उस्तो भनेको चाहिँ मलाई चाहिँ मन पर्दैन कि अनि जे कुरा हो फरक अगाडि आयो नि फेस टु फेस भन्ने यस्तो कुरा मलाई चित्त बुझेन यो कुरा भन्ने अब चित्त बुझेन मलाई अब त्यो मान्छेसँग चित्त बुझाएन म बोल्दिनँ कि म साइड लाग्दिन्छु त्यो ठाउँबाट नै त्यस्तो हो कि मलाई चाहिँ त्यो बस्नै छैन कि त्यस्तो झमेलामा मलाई पर्नै छैन त्यो कुरा मलाई डिस्कस गर्नै छैन कि ल्याङ ल्याङ गर्नै छैन कि त्यो मान्छेसँग मलाई चाहिँ नेभर के त्यस्तो हुन्छ मलाई चाहिँ अब त्यो हुन्छ नि जहाँ अब सोच मिल्दैन जहाँ विचार मिल्दैन जहाँ कुराहरू नै मिल्दैन भने त्यहाँ त्यो ठाउँमा अब त्योसँग त्यो कुरा गरेर बहस गरेर कामै छैन कि त्यहाँ अब ल्याङ ल्याङ भक्कु भक्कै हुन्छ भेजा खराब हुन्छ दिमाग खराब हुन्छ यताउता के गर्नु लागेको के सोचिरहेको हुन्छ होइन के नयाँ गर्नु सोचिरहेको हुन्छ के नयाँ सोचिरहेको हुन्छ आउँछ डिस्टर्ब गरिदिन्छ यहाँ मलाई चाहिँ त्यस्तोमा म टाढै बसिदिन्छु कि जेसुकै भन्नुहोस् जेसुकै गर्छु बाल छैन त्यही हो क्या